हेलो साथीहरु, गुड मर्निङ। आज धेरै दिनको महिना हप्ता दिनको बादमा चाहिँ मैले छोटो ठिकैको भिडियो लिएर आएको छु हो। अनि तपाईहरु कस्तो हुनुहुन्छ? दसैँ पनि सक्यो, दिवाली पनि सक्यो, डिसेम्बर पनि लाग्छ, नोभेम्बर पनि लाग्यो हो। अब आउँछ क्रिसमस। अनि सबैजनाले राम्रोसँगले मनाउनु भयो होला। मैले पनि राम्रोसँगले मनाएँ। हावापानी चलेर मान्छेहरू पनि मर्यो कतिजनाहरू। अनि आज धेरै दिनको बादमा के गर्दैछु, भिडियो गर्दैछु हो। मलाई एकजनाले हेर्दैछ, जिस्काउँदैछ। अनि लङ भिडियो नगरेको कति भएको थियो नि त रिल्सहरू हो। अनि साथीहरू, आज चाहिँ म सानोबाट भिडियो लिएर आएको छु। के गर्छु, कसो गर्छु हजुरहरूलाई देखाउँदै गर्छु। त्यही त हो मेरो भिडियोको कन्टेन्ट चाहिँ। अनि आज हाम्रो घरमा चाहिँ नि फिस बनिँदैछ, झोल होइन, बाक्लो न बाक्लो ग्रेभी बनाइरहेको हुन्छ, झोल भन्छ। पापाले चाहिँ पुरै ग्रेभी हालेर बनाउनुहुन्छ माछा चाहिँ, त्यही भएर तम्सेर बनाउनु हुँदैछ। आज मच्छी झोल भन्छ अरे बङ्गालीमा, अन्त बनाउनु हुँदैछ हो। आज हाट हो नि त हाम्रो गाउँमा, सानोबाट हाट लाग्छ, 5 वटा दोकानको हाट लाग्छ। आज स्याटरडे हो, त्यही भएर माछाको ग्रेभी बनाउनु हुँदैछ हो। यहाँनिर चाहिँ माछा भक्कर फ्राई गरेर राख्नु हुँदैछ। सेतो छ हौ, सेतो बनाउनु भएको पहिलै कहाँ यो त फ्राई गरेर खाने, थोरै रस हालेर खाने। ए यो चाहिँ ग्रेभीमा रसमा हालेर खानुहुन्छ अरे। फ्राई गर्ने चाहिँ अर्कै छ, फ्राई चाहिँ छ। गर्दिन म फ्राई। किन? अन्त अघि त फ्राईको अलग्गै गरिदिन्छु ल भैया भन्दै थियो क्या। भैयाहरूलाई पनि दिनुहुन्छ अरे नि त हो। अन्त त्यही भएर त्यो टाइल्स लाउने भैयालाई, त्यही भएर भैयाहरूलाई पनि झोलै दिनुहुने, भैयाहरूलाई पनि झोलै दिनुहुन्छ अरे। अनि यहाँनिर बनाउनुहोस् दमदम। मैले चाहिँ माम पनि बसेको छुइनँ, ऊ चामल रेडी पारेर डेक्चीमा हो। प्रेसर कुकरमा खाँदा वक्कै भयो। अब चाहिँ डेक्चीमा बनाउनु थालेको साथीहरू। अनि हामी चाहिँ अहिले सिफ्ट भएको छौँ कटेरोमा साथीहरू, किनकि हाम्रो पर किचन बनिँदैछ हो, सबै भत्काइरहेको छ। अनि यहाँनिर चाहिँ हामी चाहिँ अहिले कटेरोमा सिफ्ट भएको छौँ साथीहरू हो। अनि म के गर्छु तपाईँहरूलाई देखाउँछु है, ल हेर्दै गर्नुहोस् ल साथीहरू। अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनुहोस् है ल प्लिज। माछा फ्राई हुँदैछ धम्माधम। यहाँनिर चाहिँ यो चाहिँ मिक्सी गर्ने मसला हो। यसलाई चाहिँ अब यस्तो फ्राई गरेर चाहिँ मिक्सी गरेर चाहिँ यो मिक्सी गर्नु आँटेको। यहाँनिर यतिकै हाल्नु, कहाँ मिक्सी गर्ने हो आमा। यसलाई कालो कराईमा मिक्सी गर्ने मसला, सरी। अन्त फ्राई हुँदैछ हो। यो मिक्सी गरेर चाहिँ ग्रेट होइन, मिक्सी गरेर हाल्नुहुन्छ अरे। अनि साथीहरू, बाहिरको नजारा चाहिँ यस्तो देखिरहेछ, ठ्याक्कै घाम लागेर। अनि हाम्रो राजकुमार चाहिँ यहाँनिर मस्त भइरहेछ फोनमा। भाइ के हेरेको तिमीले? बेबी बेबी यसरी हेर्छ, ऊ बोल्दैन पनि फोन पाएपछि हो। अनि तपाईँहरूलाई म एउटा चिज देखाउँदै जान्छु ल, हेर्दै गर्नुहोस् है। म सँगसँगै हेर्दै जानुहोस्। खै क्याप लाएर जानु पऱ्यो, पापाको हेड लाएर। साह्रै घाम लागेर चाया परेर मेरो त बिरुप भइसक्यो साथीहरू। अनुहारमा मेरो चाया निस्केर। दबाई पनि के लाउनु। के देखाउँछु भन्दाखेरि साथीहरू हेर्नुहोस् है, हाम्रो खेतको हालत चाहिँ अस्ति नै रिल्स भिडियो बनाएको थिएँ नि मैले, याद छ साथीहरूलाई? त्यो रिल्समा डान्स गरेको थिएँ खेतभित्र, यही धानहरूको खेतको भित्र। तर धानको चाहिँ बिजोग भयो अस्ति औँसीको पानीले हो, सबै ढालिरहेको छ साथीहरू। अनि यो फर्स्टको सुरुको गरा हो। अनि यहाँ माथि देखाउँछु है तपाईँहरूलाई। छैन, 4-5 गरा मात्रै रोपेको। पहिला त यो डल्लै अमृतको खेत डल्लै धान रोप्थ्यो, आजकल त रोप्दैन। पानीको अलिक समस्या चल्छ नि त हाम्रोतिर। अनि यहाँ पनि छ यी ढलिरहेको। अन्त माथितिर पनि यतातिर पनि सुतिरहेको छ। ऊ सबै दुःख गरेको, परिश्रम गरेको खेतमा सबै सुतेछ। धान त झरेर हो, डल्लै झरिरहेको छ। के गर्नु त, दुःख गरेर। खै त दुःख पछि सुख आउँछ भन्छ। सुख आउने बेलामा त यसरी अन्न बालीहरू सबै ढलेर जान्छ। अन्त उँभो पनि खेत थियो, त्यहाँ धान लगाउँथ्यौँ, अहिले धान लगाउँदैन हो। कुच्चो लगाएको छ, कति शीतल हौ, शीतलमा उभिएको छु नि साथीहरू म। अनि हेर्नुहोस् त खेतको हालत, यस्तो प्रकारले चाहिँ हाम्रो धान चाहिँ ढलेको छ है साथीहरू। हजुरहरुकोतिर चाहिँ के कस्तो भयो
के कस्तो भयो भन्दा नि सबैकोतिरै ढलेको होला जस्तो लाग्यो। मैले धेरै भ्लग भिडियोहरू हेरेँ कि नेपालतिर प्राय पुरा धानहरू कत्रो कत्रो खेत हुनेको झन् कति झरेको रहेछ। ए हाम्रो त के हो र 2 3 4 5 गरेर त हो 5 गरेर त हो भनौँ भने सबै जोड्यो भने 2 गरेर पनि हुँदैन तर मसिनो 5 गरेर हो। काम हुँदैछ धुलोले खाँसी चलेर फेरि साथीहरू। मलाई त दिन चाहिँ नि दिवालीमा चाहिँ कस्तो घरिघरि पानी पर्ला जस्तो केहरू भयो कि दसैँमा त पानी परे मान्छेहरू पुरा मर्यो हाम्रोतिर हो मिरिकतिर। तर दिवालीमा पनि त्यस्तै हुनु खोज्यो अलिक राम्रै भयो। अहिले चाहिँ फेरि घाम लागेर सेम दिवाली तिहार जस्तो भइरहेको छ है। सधैँ त यति बेला हुन्थ्यो नि त दिवाली चाहिँ सरी दिवार पो भनेछु। यति बेलाको समयमा नोभेम्बर 4 5 6 तिर चाहिँ यहाँ दिवाली हुन्थ्यो नि त। अहिले चाहिँ छिटो थियो नि त नेपाली त्यही भएर होला अहिले चाहिँ सेम औँसी तिहार जस्तो भएर छ। धानको गति हेर्नुहोस् यहाँ झलेर बिजोक भयो बिजोक। यस्तो हुँदाखेरि त धान रोप्नु हरेस लाग्छ होला खेतीबारी गर्नेलाई त नि। हामी त साह्रै खेतीबारी गर्दैनौँ कि र पनि यहाँ देख्न सक्नुहुन्छ साथीहरू फुल हेर्नुहोस् त माथिल्लो घरमा यहाँ आसेङ बडाहरूको घरमा फुल कति राम्रो फुलिरहेछ शीतल भइरहेछ फुलको छेउमा चाहिँ कति मजाले पुस 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 पुस। ऊ बिल्ली देख्न सक्नुहुन्छ यहाँ आसेङको बडाको घरको बिल्ली। ओह म्याउ 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 गर्दैछ है। जा गए के गर्दैछौ बेबी तिमी के गर्दैछौ बडा खै। यहाँको बडा चाहिँ यो घरको बडा चाहिँ नि यो घर पनि हाम्रै बारीमै हो नि त बस्नु भएको मात्रै हो नि त। अन्त यो घरको बडा चाहिँ राजस्थान घुम्नु जानुभएको छ अनि बिरालो मात्रै बसिरहेछु हो। बिल्ली के भयो बिल्ली पनि घाम लागेर सिरेस भएर बसिरहेको छ मिउ 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 गर्दै हो। अल्छी भएको होला नि त्यही हो साथीहरू त्यही हो यस्तै छ गाउँघरको हालखबर। के गर्नु यस्तै हुन्छ गाउँघरमा बसेपछि त्यही त हो खेतीबारी हो। भिलेज लाइफ भनेको त्यही हो गाउँघरको जीवन त साथीहरू। खेतहरू खै मैले भिडियो गर्नु नजानेको के हो पनि तर होइन हाम्रो त खेतै यस्तो डाँडा काँडामै छ नि त पहाडमै। त्यो मधेसतिर जस्तो सिधा बसेको गरामा छ भने त एकैपट्टिबाट देखाउनु सजिलो हुन्छ हो। हाम्रो त यस्तो छ है उकालो छ खेत पनि टक्क त्यहाँ झऱ्यो त्यहाँ पनि ढलेको छ गरा सबै नै झलेकै छ। देख्न सक्नुहुन्छ यहाँ झन् यस्तो भइरहेछ त्यो तल्लोमा पनि त्यही हो। यहाँ हेर्नुहोस् आकाश भुटान त्यो पर चाहिँ हो भुटान आउँला हेर्नु मेरो त्यो पर चाहिँ हो भुटान। अलिअलि बादल देखिरहेको चाहिँ पारी भुटानमा शीतल भइरहेको रहेछ पर यो सबै भुटान हो। यो यतापट्टिको पाखा पल्लो गाउँ हो हाम्रो चाहिँ बिचको गैरी गाउँ भइगयो गैराम भएकोले गर्दा। अनि यता पल्लो डाँडा फेरि डाँडा गाउँ हो। अनि मेरो नर्सरीको हालत चाहिँ पहिला देखाएर तपाईँहरूलाई बिजोक भइरहेको छ। अब यो नर्सरीलाई क्यान्सल भत्काएर फेरि यो खेतमा बनाउनेवाला छु म सानोबाटै हो किनभने यहाँ साह्रो सेफ भयो नि त साथीहरू। के गर्नु यस्तै छ लाइफ गाउँघरको बस्तीको लाइफ यस्तै हुन्छ नि साथीहरू। अनि म चाहिँ छु यहाँ साथीहरू पापाको हेड लगाइरहेको छु यो चाया पोतो छोप्नलाई साथीहरू। मेरो चाहिँ चायाले चाहिँ बिजोकै पारेको छ मलाई चाहिँ। यसरी खोकी लाग्छ अन्त लागेपछि कसलाई यहाँ त शीतलमा बसिरहेको छ आमा र भाइ चाहिँ। धान पुरै लडे 5 गरेर भएको नि अन्त सुर्ताले बसेको अरे आमाहरू चाहिँ। त्यही पनि बाँदरले खाइदिन्छ खाएर अघि भर्खर पनि बाँदर धपाएर बसेको मुमा र पापा। अनि के गर्नु धान त झर्छ नरोप्नु भन्दा रोप्छु भन्छ त्यस्तै हुन्छ त अन्त। औ भाइ तिमी चाहिँ के हेर्दैछौ औ कालु भाइको नाम कतिवटा छ भाइ कतिवटा छ नाम बेबी फोन पार्नु
नाम कतिवटा छ उहाँ हेर्नुहोस् न बिरालो अर्को पनि आए बिरालो बार्दैछ घुङ 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 गर्दैछ पुस 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 उमाउ यसको चाहिँ बेबी 3टा छ अहिले भर्खर कति दिन भयो 1 हप्ता पनि भएको छैन यसले जन्माइरहेको छ नि त बच्चा शीतल ताप्दैछ यहाँ सबैजना बसेर ल साथीहरू माछाको ग्रेभी पनि रेडी भयो खै कुन स्टाइलको बनाउनु भयो पापाले मलाई पनि थाहा छैन अब धनिया पत्ता हाल्नु मात्रै बाँकी छ अरे हो एउटा ह्यान्डल नभएको कराईमा प्रायः यसमै पकाउँछौँ हामी चाहिँ अलिक बेसी भयो भने चाहिँ हो माछाको ग्रेभी यही हो यहाँ भात डेक्चीमा लिइरहेको छु अनि साथीहरू त्यस्तै छ गाउँघरको हालखबर खोकी चले सुक्खा खोकी ख्यास ख्यास कुखुरा सुप खाने बेला भइरहेछ यहाँनिर हो धुलोले मास्क लगाउनु हुँदैन अब जाडो महिना लाग्नु अनि धुलो पुरा उड्नु थालेपछि त मलाई खोकी चल्नु थालिहाल्छ है जति जोगिँदा पनि हुँदैन गाडी चाहिँ गर्छ अनि त्यस्तै छ धेरै दिनको बादमा यही हो मेरो भिडियो आज यही वास्तै भिडियो लिएर आएको थिएँ अहिलेलाई यति नै आजलाई यति नै बाई बाई फेरि भेटौँ ल अर्को भिडियोमा साथीहरू